नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ ब्लगमा। आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु। हामी चाहिँ रेडी भएर जाँदैछौँ मेरो सानो दिदीको घर र गर्मी असाध्यै बढेको भएर मलाई चाहिँ सुट लाग्छ कि आज एकदमै बढी गर्मी छ। अनि भित्र त अब पंखामा बसे शीतलै हुन्छ, बाहिर निस्किने बित्तिकै एकदमै गर्मी छ, एकदम घाम छ। एउटा सुट लाएको मैले आज र म र नानु भएर आज चाहिँ दिदी कहाँ जान्छौँ। ठुलो दिदी पनि आइसक्नु भएको छ मेरो त्यहाँ। जान्छौँ, गफसफ गर्छौँ, रमाइलो गर्छौँ, एकछिन बस्छौँ अनि नास्ता खान्छौँ अनि आउँछौँ घर। आजको चाहिँ ब्लग चाहिँ मेरो छोटो मिठो हुनेवाला छ र हामी के गफ गर्छौँ तपाईलाई मैले देखाउने नै छु। अब तेरो चलाएको 55,000 को मोबाइल यहाँ मैले चलाएको 25,000 को कति भयो 24,000 तेरो भन्दा राम्रो त यो तेरो भेनाजीको यो हाँ बिनु यो मोबाइल के यो एक्सचेन्ज गरेको हैन र एक्सचेन्ज पुरानो त नयाँ किनेको के नयाँ हो के नयाँ पनि त्यत्रो पैसा राख्नु पर्यो। नयाँ मोबाइल हो नि के सेकेन्ड ह्यान्ड मोबाइल हो र सेकेन्ड ह्यान्ड होइन के उहाँको यानाको मात्र हो सेकेन्ड ह्यान्ड। कसको त फेरि ल्याएको रहेछ यानाको। मेरो पनि मेरो मोबाइल बेचेर ल्याएको तर यो नयाँ मोबाइल लिएको यानाको चाहिँ सेकेन्ड ह्यान्ड लिएको हो। हो त्यही यानाको पनि त राम्रो होला। यानाको त सेकेन्ड ह्यान्ड भयो पनि महँगोको हो हैन। सेम मेरो हो के यानाको। जुन देश हैन त्यो सुझाव अनि त्यहाँबाट यसो बाबु तिमीले चस्माको पावर चाहिँ घटाएर अहिले आँखामा लेन्स राखेको छौ तिमीले हो हैन। अनि तिमी हो नि आन्टी हो नि हो त्यतिखेर चिन्छौ नि तिमीले मलाई चिन्छौ चिन्छ त्यो भएर नन्दनलाई के मैले कपडा नाप्न गएको नन्दन तिमीले मलाई चिन्छ विचार बाहिर चिन्छ त यो त घुमेको घुमेर चिन्छ होइन। नन्दन त पहिला यहाँ कति आउँथेन त म आउँदा मलाई त चिन्न पनि नि। अनि मैले भनेको त यसरी हेऱ्यो यसरी बोल्छ नि त गऱ्यो। अनि हिन्दी नेपाली बुझ्छौ किन नेपाली आउँछ कि त के अरे ऑल द बेस्ट टिम के भन्ने होला। ल अहिले चाहिँ हामी चाहिँ दोकानमा बसेर गफसफ गरेर यहाँ माथि आहाम कोठामा मेरो ठुलो दिदीलाई चाहिँ आज अलि हतार थियो। ऊ चाहिँ ठुलो दिदी चाहिँ गइसक्नुभयो र हामी चाहिँ यहाँ कोठामा आयौँ। अब चाहिँ एकछिन रेस्ट गर्छौँ हामी। नास्ताको भिडियो चाहिँ बनाउनै बिर्स्यौँ कि हामीले चिया र आलु भएको समोसा छतमा जान्छु नि सुन्नु ए हाम्रो दिदीहरू चाहिँ हतार भएर जानुभयो कि तर फेरि आउन लाग्नुभएको छ खाना खानलाई। खाना खाएर जानुहुन्छ अरे। ल यहाँ चाहिँ खाना पाक्दैछ, यहाँ दुध उमाल्दै हुनुहुन्छ, यहाँ चाहिँ मासु पाक्दैछ, यहाँ चाहिँ दाल पाक्यो, अचार र यहाँ चाहिँ मेरो बुढा छोरा पनि आइसक्नुभयो। यहाँ चाहिँ मेरो दिदीले मसरुम काट्दै हुनुहुन्छ, मेरो दिदीले मासु खानुहुन्न त्यही भएर। जुस खाएको आरबले मलाई देऊ न देऊ न देऊ न। गुड बोय मेरो राजा। ल नमस्ते गरिदियो पहिला एकचोटि नमस्ते। यो खोली खोली गरिदिउँ। हस् 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 पहिला मामु भन आई लभ यु। हेलो हेलो ल यो चाहिँ मेरो ठुलो दिदीले ल्याइदिनु भएको पावर, मेरो दिदीको छोरीको घरको पावर हो यो। यस्तो मिठो छ गरे यो लिची। यहाँ बाबुले खाँदैछ, यहाँ दिदी मेरो ठुलो दिदी पनि आइसक्नु भयो घर गएर। ल यहाँ चाहिँ गफ चल्दैछ। यहाँ चाहिँ हाम्रो चिया छ। चिया
चिया बिना त हामी बाँच्नै सक्दैनौँ। रातिको 8:30 बजी चिया खाँदैछौँ हामी। ल अब चाहिँ हामीले यहाँ खाना खानु लाग्यो। केटापाटीहरूले खाएर भ्याइसक्यो। अब चाहिँ हामीले खाने। ल हामी चाहिँ नि अब खाना सुरु गर्न लाग्छौँ है। अनि त्यहाँबाट चाहिँ अब हामी चाहिँ नि जेठी कान्छी अनि माइली भएर चाहिँ नि अब हामी खाना लाग्छौँ। आए ल यहाँ चाहिँ कपडा धुँदाखेरि इग्नोर गर्नु होला है। अब चाहिँ हामी खान्छौँ। म त खान्छु उहाँहरू कस्तो आउँछ आउन त। कहिले लाउँछ कस्तो यो पहिला के छ भाइ कि त हुन्छ नि सिजनमा हाम्रो पनि होइन यो भिजाएर उ गरेर राख्नु भन्नु होला कि मोडेर अहिले चाहिँ म घर पनि आइसकेँ। घर आएर अब हामी सुत्ने तर्खरमा छौँ। अहिले तपाईँको रातिको 11 बजिसक्यो र आजको भ्लग चाहिँ यति नै। तपाईँहरूलाई भ्लग चाहिँ के कस्तो लाग्यो प्रतिक्रिया नदिन नबिर्सिनु होला भन्दै अहिलेलाई बाई बाई।